अहिले म फाइनल्ली फुलको बारीमा आएको छु। धनगढीमा रहेको छ यो तपाईले ढुङ्गे बजार भन्दा अलि यतातिर मट्यारीतिर तपाईले यहाँनिर पानी ट्याङ्की छ। अलि यहाँ आयो भने तपाईले यो फुलको बारी भेट्टाउन सक्नुहुन्छ। यो फुलको बारीमा बाह्रै मास तपाईले फरक फरक किसिमका फुलहरू पाउन सक्नुहुन्छ। मौसमी तथा बेमौसमी फुलहरू तपाईले जति बेला आए पनि भेट्टाउन सक्नुहुन्छ। तपाई पनि एकचोटि आउनु होला यहाँ। मैले यो देखाइरहेको छु तपाईलाई हैन। यो चाहिँ मेरो दिदीको हो, सुशीला साउद। धेरै हाम्रो पहाड बस्नुहुन्छ रिमका मित्रहरूलाई थाहा होला, उहाँको घर दम्लेको हो हैन। अनि त्यसपछि अहिले म उहाँको बारीमा आएको छु हैन। पुरै सुगन्धित भएको छ। आज चुनाव हो, चुनाव छोडेर पनि म यो बारीमा आउन पाएको छु किनकि अलिकति आफूलाई फुर्सद मिलेको बेलामा हैन यसो घुम्न जाउँ त भनेको यो बारी बेस्ट लाग्यो। त्यही भएर धनगढीमा आएर यो बारीको भिडियो बनाउनु पाउँदाखेरि चाहिँ एकदम खुसी छु। दिदीले राम्रो फुलाइरहनु भएको छ, जहाँ उहाँले आफू मात्रै नभएर मान्छेहरूलाई रोजगारीको पनि सिर्जना गरिरहनु भएको छ। तपाईले धनगढी उपमहानगरपालिकाको गेटमा गएर पनि उहाँको फुलहरू लिन सक्नुहुन्छ। यतातिर यो नयाँ टिप्न बाँकी भर्खरै फुलेका फुल हुन् भनेपछि यतातिर फुल टिप्ने काम पनि जारी रहेको छ। 3-4 जना मजाले हैन आनन्दले काम गरिरहनु भएको छ। उता फेरि नयाँ ब्याडहरू तयार भइरहेका छन्। तपाईले विभिन्न फुलहरू दिदीको बारीमा भेट्टाउन सक्नुहुन्छ। विभिन्न फुलहरू तपाईलाई चाहिन्छ भने पनि उहाँबाट लिन सक्नुहुन्छ। तपाईले म यहाँ आइरहँदाखेरि म भिडियो बनाइरहेको छु। तपाईँ देख्न सक्नुहुन्छ कि पुरै बारीभरि फुल छन्। म यसको बारेमा उहाँसँग पनि केही कुराकानी गर्नेछु हैन। अनि यतातिर चाहिँ फुल टिप्ने काम भइरहेको छ। दिदी चाहिँ विशेष गरेर बारीमा भेट्टिनुहुन्छ। कति बेला चाहिँ हाम्रो नगरपालिकाको फुल बिक्री केन्द्रमा पनि तपाईँले दिदीलाई भेट्न सक्नुहुन्छ। अनि तपाईँलाई फुल चाहिन्छ, तपाईँका विशेष कार्यक्रम छन् त्यसमा पनि तपाईँलाई फुल चाहिन्छ भने तपाईँले दिदीलाई सम्झिन सक्नुहुन्छ। अनि त्यसपछि उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ। म सम्पर्क नम्बर पनि राखिदिनेछु। यो भनेको हामीले हाम्रो समाजमा कसरी उद्यमशीलता विकास गर्ने, कसरी उद्यमी बन्ने, अनि त्यसपछि कसरी के भन्छन् भने धेरै मान्छेहरूले नेपालमा रोजगारी छैन भन्छन् क्या, तर गर्ने हो भने सबै कुरा नेपालमा छ भन्ने कुरा उहाँले देखाइदिनु भएको छ। हुन त उहाँले आफ्नो बुवाबाट सिक्नु भएको होला। दमलेकको खाडीमा पनि उहाँले के गरिदिनु भएको छ हैन। त्यहाँ गएर हेर्न सक्नुहुन्छ तपाईँले। अब त्यसपछि यो सम्मानजनक कुरा हो। यतातिर म तपाईँलाई अब सूर्यमुखी देखाउन गइरहेको छु। ट्रक्कसँग यहाँ आइरहँदाखेरि चाहिँ के फिल हुन्छ भनेपछि हो नेपालमा पनि सम्भावना छ, नेपालमा पनि केही गर्नुपर्छ भन्ने सोचका साथमा गऱ्यो भने चाहिँ 100% हुन्छ कि। उहाँको बारीमा कुनै महिना पनि फुल नपाइने भन्ने हुँदैन। जुनसुकै महिना आए पनि फुल पाइन्छ। त्यसपछि घर खर्च यसैबाट चलाइरहनु भएको छ। भिनाजु पनि यसमै संलग्न हुनुहुन्छ। त्यो देख्दाखेरि खुसी लाग्छ के। अनि यता तपाईँले देख्न सक्नुहुन्छ यो सेतो फुलेको छ, बिजुली फुल रहेछ हैन। यो ठिक्क सूर्यमुखी र बिजुलीको बिचमा छु म। यतातिर चाहिँ यो पनि सेताम्मे फुलेको छ। पुरै खेतलाई नै सेतो बनाइदिएको छ। यता फेरि फुल्ने तयारीमा रहेको छ भर्खर। दिदीले विभिन्न समयमा यी फुलहरू फुलाइरहनु भएको छ। अनि त्यसपछि विभिन्न फुलहरू तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ सूर्यमुखीको बगान हो। तपाईँले देख्न सक्नुहुन्छ सूर्यमुखी पनि फुलेर ढकमक्कै भइसकेको छ। अलिअलि गिलो छ हैन, त्यसैमा पनि कुदिरहेको छु म। अनि तपाईँले यो सूर्यमुखी हेर्न सक्नुहुन्छ। म सूर्यमुखीको ठिक्क बिचबाट यहाँ छिरिहालेँ। अनि यता चाहिँ सूर्यमुखी योभन्दा अगाडिको एक लट काटिसकिएको छ भने सेकेन्ड लट यता भइरहेको छ। थर्ड लट उतातिर फल्न लागेको छ। दिदी यो के हो सानोवाला? सानोवाला यो फुलको नाम चाहिँ लिली। ए यस्तो फुल, यति राम्रो फुलहरू फुलेका छन्। यतातिर सूर्यमुखीको फेरि ब्याड निर्माण भइरहेछ। अनि यता चाहिँ के हो दिदी? सयपत्री। यो चाहिँ सयपत्रीको ब्याड हुनेछ। अनि त्यसपछि उतातिर थोरै तरकारी पनि लाउनु भएको छ। अहिले म यो टनेलभित्र आएर भिडियो बनाउँदैछु। यो भित्र चाहिँ दिदी यो फुलको नाम के हो? यो फुल देखाइरहेको छु म तपाईँलाई। तपाईँले धेरै बुकीहरूमा यो फुल युज हुन्छ। यो चाहिँ दिदीले यो भित्र मात्रै फल्छ दिदी? के हुन्छ नत्र सुक्छ यो? पानी बढी भयो भने मर्ने सम्भावना, कालो हुने मर्ने। ए अनि यो चाहिँ कसरी यो बिक्छ यो फुल यहाँ धनगढीमा राम्रोसँग? धनगढीमा बिक्छ। माथि हामी फ्लोरिकल्चर सहकारी संस्थालाई पठाउँछौँ काठमाडौँ। ए उता गयो भने 1400-1500 रुपियाँ केजी बिक्री। यहाँ धनगढीमा कसरी बेच्नुहुन्छ? धनगढीमा 2000-2500 रुपियाँ फुट गरेर बेच्छ। ए
तपाईँले यहाँ हेर्न सक्नुहुन्छ यो फुल चाहिँ दामी फुल्ने रहेछ तर सानो सानो हुने रहेछ नि दिदी यो फुल सानो सानो भए पनि तर ढकमक्कै होइन पहाडतिर के हुन्थ्यो दिदी यस चाहिँ गुफो फुल हुन्थ्यो नि होइन यो फुल चाहिँ दामी फुलेको छ यतातिर खस्ने त होइन दिदी यो दिदीले धनगढीमा चाहिँ उत्पातै गर्नुभएको छ मैले आउनु पाएको थिएन आज धेरै दिनपछि आएको होइन तर दामी फुलाउनु भएको छ यो टन्नेलभित्र चाहिँ ठिक्कको तापक्रम हुन्छ होइन यो चाहिँ रजनीगन्धा हो यो पनि दामी तरिकाले फुलेको छ यो बारीमा आएर म देखाइरहेको छु तपाईँलाई यस भिडियोको साथमा DN Mobile and Electronic Shop धनगढी चौराहा जहाँ तपाईँले सम्पूर्ण कम्पनीका मोबाइलहरू 0% ब्याज दरमा EMI मा समेत पाउन सक्नुहुन्छ एकचोटि सेवाको मौका अवश्य दिनुहोला ग्राहकको सन्तुष्टि हाम्रो प्रतिबद्धता DN Mobile and Electronic Shop Mobile र इलेक्ट्रोनिक पसल